कसलाई घरमा राखे पनि टिकटकरलाई चाहिँ घरमा म राख्दिन। किन बुवा? ट्याप ट्याप पारेर हैरान पार्छन्। उहाँ त एकदम ब्युटिफुल हिरोइन नाम के हो? शिल्पा मास्के। ए शिल्पा मास्के को अरे? तिमी हिरोइन हैन? हो। ए तिमीले त त्यो एउटा इंग्लिश फिल्म पनि खेलेको छौ है? समझ्यौ? हो त। अनि त्यस्तो फिल्म खेल्दा बाबुआमाले केही भन्नु नि त? हलिउड फिल्म हो क्या, उहाँ डक्टर स्ट्रेन्जसँग खेलेको हलिउड फिल्म। ए डाक्टरसँग खेलेको? ए मैले हेरेको थिएँ। कपाल नभएको डाक्टरसँग है। विकी हजुर तिम्रो लागि एउटा लाइन छ। हजुर सर हजुर। गेट आउट। आमा म साँच्ची 7 महिनामा जन्मेको हो त। ओ वाह, हुन पनि ऱ्यापर हो, ऱ्याप पनि फास्ट डेलिभरी पनि फास्ट। तपाईले तत्कालै राजीनामा किन दिनु भएन? मैले तत्काल राजीनामा दिन खोजेकै हो। साइन गर्न नआएर 2 दिन त साइन सिक्न लाग्यो त के गर्नु भयो? साँच्ची उदण्डजी भन्नुस् न, उहाँहरूलाई पनि जेनजीले भगाएको हो कि क्या हो? जेनजीले भगाएको होइन होला किन? अनि नभई यत्रो वर्ष कहाँ लुक्नु भएको थियो त? इन्डस्ट्रीमा कहीँ कतै देखिएन। त्यस्तो नभन्नुस् है, उहाँहरू फेमस नै हुनुहुन्छ। हो र? रे बेला न कुबेला को तास खेल्छ भनेको के भोलिजी? अब हामीले सत्ता पल्टाउने भनेको त्यही तासमा मात्रै त भयो नि।